नमस्कार नेपाली दाजुभाइ दिदी बहिनीहरू। मलाई एउटा कुरा यो जर्नलमा हाल्नु मन लाग्यो। के कुरा हो भने यो कुरा चाहिँ हामी यो सुनिरहेको हुन्छौँ नि, तामसिक, राजसिक अनि सात्विकको बारेमा सुनिरहेको हुन्छौँ। अब यो तामसिक भने चाहिँ के रहेछ भने चाहिँ हेर्नुहोस् है, अब सानो सिम्पल तरिकाले तपाईँ अल्छी भएर बस्नुभयो भने त्यो तामसिक गुणले तपाईँलाई अट्याक गरेको। अब अल्छी नभएर तपाईँ उठ्नुभयो अनि काम गर्नुभयो भने त्यो तपाईँ राजसिक हुनुभयो। अनि त्यसपछि उठेर त्यो कामको राम्रो नियतले तपाईँ काम गर्नुभयो, नुहाइ धुवाइ गर्नुभयो, पूजापाठ गर्नुभयो, काम जे काममा जानुभयो, कर्ता भोक्ताको भाव छोडेर गर्नुभयो भने त्यो चाहिँ सात्विक भयो होइन। अब तपाईँलाई त्यसको पनि फेरि अझै 3 खण्ड हुन्छ नि, फेरि सात्विक तामसिक, सात्विक राजसिक, सात्विक। अब कसैले आएर शिक्षकहरूले राम्रो कुरा भन्छन्, गुरुहरूले राम्रो कुरा भन्छन्, कसैको सेवा गर्छन् भने त्यो फेरि राजसिक सात्विक भयो। अब त्यही शिक्षकले पैसा कमाउने तरिकाले शिक्षा दिन्छ, शिक्षा पनि दिन्छ, पैसा पनि कमाउँछ, अनि पैसाको चाहिँ महत्त्व धेर दिन्छ भने त्यो अहम गर्छ भने त्यो चाहिँ फेरि तामसिक सात्विक भयो। अब सात्विकहरूले चाहिँ केही भन्दैनन्, उनीहरू ऋषिमुनि भए, उनीहरूले जे गरिरहेको छ त्यो एज अ इक्जाम्पल भएर जान्छ, त्यस्तै हुन्छ। अनि त्यही कारणले हामीले जहिले पनि आफूलाई आफू के हो, कुन नेचरको मान्छे छ, त्यो नेचर तपाईँलाई मन पर्दैन भने त्योभन्दा अर्को नेचर कोसिस गर्ने जानेमा, नत्र भने पेन्डलम भएर यो समाजले मलाई यसो भन्छ, फलानाले यसो भन्छ, आफूलाई नचिनिकन उसले उसो भन्छ र उसले उसो भन्छ भनेर त्यो डराएर बस्यो भने आफूलाई चिनिँदैन। भन्नाको मतलबले चाहिँ तपाईँ छोरी हुनुभयो, राम्री छोरी हुनुहोस्, राम्री बुहारी हुनुहोस्, राम्री साथी हुनुहोस्, एकदम गतिली 36-33 गुणले भरिएकी हुनुहोस् है। तर तपाईँको आफ्नो भित्र म को हो, मैले चाहिँ के गर्दा खुसी हुन सक्छु, फुल्ली त्यो देखाउटी होइन। मसँग बाहिरको चिज, मेरो बुढो राम्रो छ, मेरो छोराछोरी राम्रो छ, मेरो परिवार राम्रो छ, मेरो जब राम्रो छ, त्यो बाहिरको होइन, त्यो बाहिरको त मटेरियल हो जस्तो बढी जान्छ। तर तपाईँको भित्र आफूमा एउटा सानो चिज हुन्छ, त्यसलाई खोज्ने, आफूलाई बनाउनु छ भने, बनाउनु छैन भने इट्स ओके, टाइम आउँछ, एक दिन त आउँछ मान्छेको टाइम। त्यो टाइमले के गर्छ भने मान्छेलाई सफरिङ ल्याउँछ भित्रबाट, त्यसलाई बाटो खोज्नु मन लाग्छ अनि बाटो खोज्छ आफै, त्यो पनि टाइम आउँछ। त्यो कस्तो हुन्छ भने टाइम नआइकन मान्छेले बुझ्दैन, तर मान्छेले बुझेको छैन, टाइम आउने जाने होइन, तपाईँको शरीर हिजो बच्चा थियो, अडल्ट भयो, बुढो भयो, तपाईँ चेन्ज हुन्छ। टाइम त एकै ठाउँमा छ, रात पनि दिन पनि, रात पनि दिन पनि भइरहेको हुन्छ। कहिले यो रातमा दिन भएको छैन, दिनमा रात भएको छैन होइन, नर्मलमा त। भनेपछि टाइम होइन, टाइम आउँछ भनेर कुर्ने होइन, टाइम आउँछ भनिन्छ नि जेनरलमा, टाइम आउँछ, त्यो भन्नाको मतलबले त्यो दिन एउटा हुन्छ, खोल्ने दिन हुन्छ, एउटा क्लिक्क भएर ब्रह्माण्डमा हो कि यो दुनियाँमा क्लिक हुन्छ मान्छेलाई, अनि त्यतिखेर त्यस्ता मान्छेहरू अगाडि बढ्छन्, आफू त्यसो बन्न खोज्ने। यताउताको यो सानोतिनो चिज हुन्छ नि, बाहिरको यो मटेरियल चिजले मैले लगाइठोली भएँ, म यो गरेँ, त्यो चिजमा तपाईँ जबसम्म लाग्नुहुन्छ नि, बहिनी सुन्नुहोस् है, बहिनीहरू, खासमा भाइहरू चाहिँ त्यति साह्रो हुँदैनन्, बहिनीहरूलाई भन्छु म, त्यतिखेरसम्म तपाईँ खुसी हुनुहुन्न। यो बुझ्नुहोस्, यो मैले तपाईँलाई नै, तपाईँ बहिनीहरूलाई आज दिदीले भनेको। लभ यु गाइज, आई अलवेज विस यु द बेस्ट है गाइज। आफूलाई फर्केर हेर्नुहोस्, लभ गर्नुहोस्, चिन्नुहोस्, 3वटा चिज जान्नुहोस्, म किन आएँ, पर्पज के हो मेरो, अर्को यो दुनियाँ के हो, अर्को को हो, त्यो क्रिएटर को हो, त्यो पनि बुझ्नुहोस्। त्यो गर्नको लागि यो मटेरियलको यो चिज हुन्छ नि, यो सानातिना कुण्डल, तपाईँको ड्रेस, तपाईँको गाडी, तपाईँको घर, तपाईँको बिल्डिङ, तपाईँको ब्याग, यिनीहरूले हेल्प गर्दैन। योभन्दा अलिकति अगाडि बढ्नुपर्छ, त्यो युज गर्नुहोस्, राम्रो हो, क्वालिटी, कसलाई मन पर्दैन स्टाइलिस भन्न, म स्टाइलिस भन्नु पऱ्यो भने मेरो लागि आई लभ द्याट, तर कसैलाई देखाउनको लागि होइन। त्यो मलाई मनपर्छ, गर्छु। अब त्यो देखाउने ठाउँमा जानु पऱ्यो, त्यतिखेर पनि म ब्याकअप गर्दिनँ, गर्छु, देखाउँछु। अब तिनीहरूलाई देखाउनु छ भने गर्ने, त्यो तपाईँको मती नै त्यस्तो छ भने त्यो पनि गर्ने, त्यसलाई पनि बढाउने, तर त्यसमा खुसी हुन सक्नुहुन्छ, लङ लास्टिङ हुन्छ त्यो चिजले भने मात्रै गर्ने, बुझ्नुभयो। अब यसमा चाहिँ गहिरो छ नि, तपाईँसँग छ, हुनेले यति याद गर्नु, हुनेले कहिले एक्सपोज गर्दैन, बुझ्नुभयो। खोल्नुहोस् दिमाग, हुनेले एक्सपोज गर्दैन, नहुनेले एक्सपोज गर्छ।
अनि त्यो पनि बुझ्नुहोस्। तर फेरि अब एक्सपोज गर्ने भनेको कहिलेकाहीँ एक्सपोज पनि गरिन्छ। आफूलाई राम्री बन्नु मन लाग्दैन, लक्ष्मी सरस्वती भगवती देवी भएर आएका छौँ भने राम्री पनि हुनुपर्छ, आफूलाई राम्री पनि बनाउनुपर्छ। तर अरूलाई डाउन गर्न राम्री भयो भने त्यसले सुहाउँदैन के, एकछिनपछि वाक्क हुन्छ। बुझ्नुहोस्, खोल्नुहोस्। मेरो चाहिँ काम के हो भने म मान्छेलाई ऐना, यसरी यहाँ ऐना राखेको छ नि, ऐना देखाउनु मन लाग्छ मान्छेलाई। त्यो ऐना कस्तो हो भने नि, तपाईँले त्यो भित्रको मुख, ऐनाको भित्र हुन्छ नि, त्यसलाई गएर सफा गर्नुभयो, यताउता सफा गर्नुभयो भने त्यो ऐनाको सफाले तपाईँ सफा हुनुहुन्न। तपाईँलाई फर्केर आफूलाई विचार गर्नुहोस्, आफूलाई सफा गर्नुहोस्। त्यो हो। यो चाहिँ आज मेरो जर्नल अलिकति लामो छ। लभ यु गाइज, always love you. Open your head, have a heart, beautiful heart. Okay, have a heart. You have already heart, but beautiful heart. Love you guys. Bye.